यहाँनिर यसरी लेखेको छ अनि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नो स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ तिनीहरूले समुद्रका माछाहरूका आकाशका पक्षीहरू पाल्तु पशुहरू र जमिनमा चहल पहल गर्ने हरेक जन्तुमाथि अधिकार गरून् आमेन हालेलुया र जब हामी यो वचनलाई पढ्छौँ परमेश्वरले मलाई यो वचन अघि बिहान मात्रै दिनुभएको थियो यो वचनलाई चाहिँ पढ्दै गर्दाखेरि चाहिँ यो वचनमा यस्तो शक्तिशाली शब्दलाई लेखेको छ अथवा डिक्लेयर भनौँ न हामी प्रोक्लेम भन्छ घोषणा गरिएको छ यो वचनले यसरी भन्छ यो वचनले हामीलाई प्रेरणा दिन्छ यो वचनले हामीलाई उत्साह दिन्छ यो वचनमा एउटा पर्पस छ एउटा उद्देश्य छ यो वचनले एउटा कुरो म्यान्डेट गर्छ यो म्यान्डेट भनेको चाहिँ जनादेश जसलाई चाहिँ अफिसियल्ली कमान्ड भनिन्छ र यो वचनले यसरी भन्छ परमेश्वरले चाहिँ हामी हरेकलाई सृष्टि गर्नुभयो हामी परमेश्वरका सृष्टि हौ र परमेश्वरका सृष्टिहरूले चाहिँ इङ्ग्लिसमा यो वचनले यसरी पनि भन्छ त्यहाँनिर शब्द लेखेको छ let every man have the dominion भनेको छ हालेलुया भन्नुहोस् त मसँग डोमिनियन भनेको चाहिँ हामीले नेपालीमा भन्छौँ प्रभुत्व अथवा यसलाई चाहिँ भन्छ अथोराइजेसन आमेन हालेलुया अधिकार हालेलुया र परमेश्वरले चाहिँ नि हामी तपाईँ कतिजना यहाँ आज उपस्थित छौँ हामी यो गरमको चापमा छौँ किन आएको होला हामी यहाँ त्यसै आएका होइन परमेश्वरको योजना छ हामी परमेश्वरका सृष्टिहरू हो वी आर द क्रिएसन अफ गॉड र हामी यहाँ आउनु चाहिँ एउटा पर्पस हो यहाँ एउटा उद्देश्य छ र परमेश्वरले त्यो उद्देश्य चाहिँ के दिनुभएको छ भन्दा चाहिँ उहाँले हामीलाई डोमिनियन दिनुभएको छ उहाँले हामीलाई अधिकार दिनुभएको छ हालेलुया उहाँले हामीलाई उहाँको राज्यको लागि डोमिनियनलाई चाहिँ नि यसरी हिब्रू भाषामा चाहिँ नि मामलक भन्दा रहेछ जसको चाहिँ अर्थ चाहिँ हो किङडम हालेलुया जसको अर्थ हो राज्य र कस्तो राज्य भन्दा चाहिँ सोभरेन रुल जसलाई भन्छ सार्वभौमिक राज्य सार्वभौमिक शासन आमेन हालेलुया सार्वभौमिक संसारभरि राज्य गर्ने परमेश्वरले हामीलाई नियुक्त गर्नुभएको छ र आज हामी यहाँ उपस्थित छौँ यहाँ गरममा छौँ हामीलाई थाहा छ अस्वस्थ छौँ साह्रो परिरहेको छ तर हामी यहाँ आज त्यसै आएका होइनौँ हामी यहाँ चाहिँ परमेश्वरको सृष्टि हो र परमेश्वरले दिनुभएको अधिकारलाई लिएर आएका छौँ परमेश्वरले हामीलाई हरेकलाई नियुक्त गर्नुभएको छ तिमीहरू राज्य पुजारी हो र तिमीहरू चाहिँ राज्य गर्न आएका हालेलुया हुन्छ मसँग तपाईँले छिटोसँगले पढ्दै आउनुहोस् मत्तीको पुस्तक 16 अध्याय र तपाईँले कसरी पाउनुभयो भने मत्तीको पुस्तक 16 अध्यायको 13 दिनको 17 पदसम्म हामी एकछिन राख्नेछौँ तपाईँले 13 दिनको 17 पद कसरी पाउनुभयो भने छिटोसँगले पढिदिनुहोस् उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्छन् तिनीहरूले जवाफ दिए कसैले बप्तिस्मा दिने यूहन्ना कसैले एलिया र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जन हुन् भनी भन्छन् 15 उहाँले तिनीहरूलाई सोध्नुभयो तिमीहरू के भन्छौ म को हुँ 16 सिमोन पत्रुसले जवाब दिए तपाईँ ख्रीष्ट हुनुहुन्छ जीवित परमेश्वरको पुत्र 17 यीशुले तिनीलाई भन्नुभयो योनाको छोरो सिमोन तिमी धन्य हौ किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो आमेन हालेलुया र हामीले यहाँनिर यो हामीले अगाडि नै पढिसकेका छौँ यहाँनिर हामीले पाउँछौँ यो चाहिँ 21 फिलिपीको मुलुकमा जब परमेश्वर चाहिँ आफ्नो चेलाहरूसँग जाँदै हुनुहुन्थ्यो त्यति बेला उहाँले प्रश्न गरेको शब्दहरू छ उहाँले चेलालाई यसरी भन्छ म तपाईँलाई छोटखानीमा यसरी भन्छु उहाँले सोध्नुहुन्छ यदि तिमीहरूले लु भन ए चेला हो ए भन परमेश्वर अथवा मानिसको पुत्र अथवा मानिसहरूले चाहिँ मानिसको पुत्रलाई के भन्छ भन्दै गर्दा चेलाहरूले यसरी भन्छ उहाँ त बप्तिस्मा दिने यूहन्ना हुनुहुन्छ उहाँ त एलिया पो होला उहाँ त कोही अगमवक्ता पो होला यो मत्तीको पुस्तक 16 अध्यायको घटना घट्नुभन्दा अगाडि नै चेलाहरूले चाहिँ परमेश्वरसँग चाहिँ हिलडुल गरिसकेको थियो चेलाहरूले येशूसँग चाहिँ हिँडेको थियो येशूसँग उनीहरूले येशूको चमत्कारलाई मिराकललाई देखिसकेको थियो येशूले गर्नुभएको भूतहरू भगाउनु भएको
गर्नुभएको चङ्गाइको कुरालाई देखिसकेको थियो परमेश्वर चाहिँ उहाँसँग हिँड्नु त्यो डिसाइपल अथवा चेलाहरूसँग चाहिँ खानु पनि भएको थियो उहाँसँग बस्नु भएको थियो उहाँसँग धेरै समय बिताइसक्नु भएको थियो र त्यो सबै कुराहरू उहाँले साक्षी भएर अथवा त्यो गवाई भएर पनि जब उहाँले सोध्नुहुन्छ मानिसको पुत्रलाई तिमीहरूले के भन्छौ भन्दै गर्दा हो अथवा को हुन् भन्दै गर्दा चाहिँ उनीहरूले भन्छ कोही अगमवक्ता पो होला कोही एलिया पो होला कोही पो होला भन्दै भन्नुहुन्छ मलाई अचम्म लागेको कुरो हो उनीहरूले मिराकललाई देखिकन पनि उनीहरूले त्यसरी आन्सर गर्दैछ तर 14 पदमा यसरी भन्छ अथवा 15 पदमा परमेश्वरले चाहिँ नि उहाँलाई आन्सर ब्याक गरेन तिमीलाई थाहा छैन म हो भनेर उहाँले भन्नु भएन तर उहाँले यसरी भन्नुहुन्छ फेरि पनि उहाँले यसरी सोध्नुहुन्छ लु भन न तिमीहरूलाई भन न म चाहिँ को हो एम आई म को हो भन्दै गर्दा चाहिँ त्यहाँनिर एउटा व्यक्ति सबैले सिमोन भन्दैछ सिमोन एउटा व्यक्ति सिमोनले यसरी भन्छ तपाईँ चाहिँ येशू तपाईँ चाहिँ ख्रीष्ट हुनुहुन्छ आमेन हालेलुया प्रेज द लर्ड हालेलुया तपाईँ जीवित परमेश्वरका पुत्र हुनुहुन्छ आमेन हालेलुया बडो मिठो कुरा है तपाईँ ख्रीष्ट हुनुहुन्छ र तपाईँ जीवित परमेश्वरका पुत्र हुनुहुन्छ त्यसरी उहाँले भनेको छ र यसरी चाहिँ हामीले यहाँ दुईवटा कुरालाई यसरी पाउँछौँ सिमोनले चाहिँ यसरी भन्छ तपाईँ ख्रीष्ट हुनुहुन्छ तपाईँ जीवित परमेश्वरका पुत्र ख्रीष्टलाई चाहिँ ग्रीक भाषामा क्रिस्टोस भनिन्छ अथवा हिब्रू भाषामा मसिया भनिन्छ जसको पूर्ण अर्थ चाहिँ हो anointed अथवा अभिषेक गरेको व्यक्ति हालेलुया ख्रीष्ट भनेको अभिषेक गरेको व्यक्ति हो हामी क्रिस्चियन हो भने हामी अभिषेक गरेको व्यक्तिहरू हालेलुया यसरी भन्छ तपाईँ ख्रीष्ट हुनुहुन्छ तपाईँ अभिषेक गरेको व्यक्ति हो हालेलुया यसरी भन्छ तपाईँ परमेश्वर जीवित उहाँले यसरी भन्नुभएन तपाईँ मरेको अथवा तपाईँ परमेश्वरका भन्नुभएन उहाँले भन्नुभयो तपाईँ जीवित परमेश्वरका पुत्र पनि हुनुहुन्छ आमेन हालेलुया हामी दुईवटा कुरालाई पाउँछौँ र पुरानो नियममा हामीले हेर्दै गर्दा हामी चाहिँ नि जसले परमेश्वरको काम गर्नुपर्छ अथवा कुनै पनि पुजारीले कुनै पनि अगमवक्ताले कुनै पनि राजाले परमेश्वरको काम गर्नुपर्छ भने चाहिँ ऊ चाहिँ अभिषेक हुनुपर्छ anointed first ऊ anointed हुनुपर्छ उसकोमा अभिषेक हुनुपर्छ त्यसपछि मात्रै उसले परमेश्वरको कामलाई गर्छ र यसमा चाहिँ अभिषेकले चाहिँ नि फङ्सनलाई बुझाउँछ जसको अर्थ चाहिँ हो प्रक्रिया अथवा क्रिया आमेन हालेलुया रिसिभिङ चाहिँ अभिषेक हुन्छ नि त्यहाँ काम हुन्छ आमेन देयर इज वर्क आमेन हालेलुया हालेलुया अनोइन्टिङ चाहिँ परमेश्वरको कामलाई ल्याउँछ मैले अस्तिको 2-3 हप्ता अगाडि तपाईँको बिचमा मैले बोलेँ थिएँ स्पिरिट द होली स्पिरिट चाहिँ नि काम गर्ने परमेश्वर स्पिरिट अथवा स्पिरिटले अभिषेकलाई बुझाउँछ भन्दै गर्दा चाहिँ स्पिरिटले दुईवटा कुरालाई बुझाउँछ स्पिरिटले पानी र स्पिरिटले अथवा तेललाई बुझाउँछ पानीले चाहिँ जीवन दिन्छ र तेलले चाहिँ अभिषेकलाई दिन्छ आमेन हालेलुया र पत्रुसले यसरी भन्छ पत्रुसले भन्छ येशू तपाईँ ख्रीष्ट हुनुहुन्छ अथवा तपाईँ अभिषेक गरेका व्यक्ति हो अथवा तपाईँ अनोइन्टेड हो तपाईँ तेल हो तेलले चाहिँ अभिषेक स्पिरिटलाई बुझाउँछ स्पिरिट अफ द स्पिरिट अफ अनोइन्टिङलाई बुझाउँछ र दोस्रोमा उसले भनेको छ तपाईँ जीवित परमेश्वरका पुत्र हुनुहुन्छ आमेन हालेलुया हामीले पहिलो योहन्ना 5 को 12 पदमा हामीले यसरी पाउँछौँ म पढ्नेछु यहाँनिर पहिलो योहन्ना 5 को 12 पदमा यसरी लेखेको छ जोसँग पुत्र हुनुहुन्छ जससँग जीवन छ आमेन हालेलुया जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ र जससँग परमेश्वरका पुत्र हुनुहुन्छ त्यससँग पनि अथवा जोसँग परमेश्वरका पुत्र हुनुहुन्न त्यससँग जीवन हुनुहुन्न र जोसँग परमेश्वरको पुत्र हुनुहुन्छ त्यससँग जीवन छ र परमेश्वरको पुत्र चाहिँ को रहेछ जीवन दिने परमेश्वरको पुत्र हुनुहुन्छ आमेन हालेलुया ही इज द सन अफ द लिभिङ गॉड जीवन दिने परमेश्वरका पुत्र हुनुहुन्छ परमेश्वर ख्रीष्ट हुनुहुन्छ जसले अनोइन्टिङ गर्छ जसले अभिषेकता जन्माउनुहुन्छ जसले अभिषेक दिनुहुन्छ र परमेश्वर जीवन दिने जीवित परमेश्वरका पुत्र पनि येशू ख्रीष्ट हुनुहुन्छ आमेन हालेलुया यस हालेलुया हालेलुया र जीवन दिने येशू ख्रीष्टको पनि तपाईसँग अस्ति नै भन्दै थिएँ जीवन दिने येशू ख्रीष्टको स्पिरिट अथवा त्यो आत्मा चाहिँ हामी भित्र छ भने अनोइन्टिङ काम गर्ने आत्मा चाहिँ हामी माथि छ आमेन हालेलुया किनभने हामीले अघि नै पढ्छौँ मत्तीको पुस्तक 3 को 16 पदमा पनि जब येशू ख्रीष्टका जब उहाँबाट कार्य भयो नि उहाँबाट कार्य हुनुभन्दा अगाडि चाहिँ उहाँले पानीको बप्तिस्मा लिँदै गर्दा चाहिँ स्वर्गबाट ओर्लेर आयो होइन ढुकुर ओर्लेर आयो उहाँको माथि र उहाँले के पायो भन्दा उहाँले चाहिँ
स्वर्गबाट उहाँले पवित्र आत्माले आए भनेको छ पवित्र आत्मा उहाँमाथि ओर्लिए भनेको छ र भनेपछि पवित्र आत्मा उहाँमाथि ओर्लिनु त्यो अनोइन्टिङ आएर मात्रै उहाँको जीवनबाट कार्य भएको छ आमेन हालेलुया र हाम्रो जीवनबाट कार्य हुनु अथवा हामीबाट परमेश्वरको कार्य हुनुको लागि चाहिँ हामी पनि बाहिरबाट अभिषेकका हुनुपर्छ हालेलुया हाम्रो परमेश्वर चाहिँ अब God is a living God and our God is a working God amen हालेलुया हाम्रो परमेश्वर चाहिँ जीवन दिने परमेश्वर र हाम्रो परमेश्वर चाहिँ काम गर्ने परमेश्वर हुनुहुन्छ हालेलुया हाम्रो परमेश्वर जीवन दिने जीवित परमेश्वर हुनुहुन्छ र उहाँ काम पनि गर्ने परमेश्वर हालेलुया हालेलुया र परमेश्वरको काम भनेको चाहिँ परमेश्वरले चाहिँ हामीलाई अधिकार दिनुभएको छ र परमेश्वरको काम हामीबाट हुन्छ आमेन हामी फेरि पनि 17 पदलाई यसरी पाउनेछौँ यहाँ यसरी लेखेको छ जब पत्रुसले अथवा जब यो सिमोनले यसरी भन्छ प्रभु तपाईँ चाहिँ को हुनुहुन्छ तपाईँ ख्रीष्ट हुनुहुन्छ तपाईँ जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने गर्दा परमेश्वरले अथवा यसले यसरी भन्छ यो कुरो तिमी आफै माथि प्रकट भएको होइन तर मेरो स्वर्ग पिताले तिमीलाई प्रकट गरेको आमेन हालेलुया उनले सिमोनले असल अथवा सिमोनले ट्रु अथवा सत्य परमेश्वरलाई चिने तर कति बेला चिने जब उसमा चाहिँ रेभुलेसन अथवा प्रकाश आयो हालेलुया जब उसको प्रकाश आयो त्यति बेला मात्रै सिमोनले येशू त तपाईँ ख्रीष्ट हुनुहुन्छ र तपाईँ जीवित परमेश्वरका पुत्र हुनुहुन्छ भनेर भनेको छ हालेलुया र जब त्यसपछि चाहिँ 18 पदमा यसरी पढ्नेछु यहाँ यसरी लेखेको छ म तिमीलाई भन्दछु कि तिमी पत्रुस हो आमेन अघि चाहिँ सिमोन थियो अब चाहिँ के भएको छ हो पत्रुस भएको छ भन्नुस् त सिमोन थियो पत्रुस भएको छ सिमोनदेखिको पत्रुस भएको छ भनेको चाहिँ नि ऊ परिवर्तन होइन ऊ ट्रान्सफर्म भएको छ आमेन हालेलुया परिवर्तन चाहिँ सानो अङ्ग अथवा अंश पार्शियल मात्रै हुन्छ तर ट्रान्सफर्मेसन चाहिँ कम्प्लिट हुन्छ आमेन हालेलुया ऊ सिमोनदेखिको ऊ पत्रुस भएको छ जब उसले चाहिँ माथि स्वर्गबाट अथवा पिताबाट उनले रेभुलेसनलाई पाए र उसले यसरी डिक्लेयर गरे रेभुलेसन पाएर चाहिँ उनले डिक्लेयर गरे उनले घोषणा गरे येशू तपाईँ चाहिँ ख्रीष्ट हुनुहुन्छ तपाईँ अभिषेक गरेका व्यक्ति हुनुहुन्छ र तपाईँ स्वर्ग पिता जीवित परमेश्वरका पुत्र हुनुहुन्छ जब उसले भने त्यति बेला ऊ चाहिँ ट्रान्सफर्म भएको छ आमेन हालेलुया ऊ ट्रान्सफर्म भएको छ ऊ कम्प्लिटली पूर्ण रूपले ऊ ट्रान्सफर्म भएको छ यहाँ चेन्जको कुरा भनेको मलाई ट्रान्सफर्मको कुरा र यसमा र यहाँनिर हामीले एउटा शब्दलाई पाउँछौँ यो शब्द हरेकचोटि कतिचोटि हामीले यो शब्दलाई हेर्छौँ र कति शक्तिशाली शब्द छ यसलाई चाहिँ चट्टान अथवा रक पत्रुसको अर्थ चाहिँ हो रक सबैले चट्टान भनिदिनुहोस् चट्टान र पत्रुसको अर्थ हो चट्टान र त्यसपछि चाहिँ हामीले ख खण्डमा हेर्दै गयो भने यसरी लेखेको छ म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्छु र नरकका ढोकाहरूका त्यसमाथि विजय हुने छैन आमेन हालेलुया र यसपछि 16 पदमा पहिलोचोटि मण्डली भन्ने शब्द आएको छ पहिलोचोटि चाहिँ एउटा चर्च स्थापित भन्ने कुरा आएको छ हालेलुया हालेलुया र परमेश्वरले चाहिँ परमेश्वरको राज्य अथवा परमेश्वरको चर्च परमेश्वरले स्थापित गर्नु हुँदैछ God is building his church परमेश्वरले आफ्नो मण्डलीलाई खडा गर्नु हुँदैछ परमेश्वरले मण्डली चाहिँ एउटा चट्टानमाथि खडा गर्नु हुँदैछ त्यो चट्टान चाहिँ पत्रुस छैन तर त्यो चट्टान चाहिँ को हुनुहुन्छ परमेश्वर हुनुहुन्छ हालेलुया हालेलुया त्यो चट्टान चाहिँ परमेश्वर हुनुहुन्छ पहिलो कोरिन्थी र दोस्रो कोरिन्थी चाहिँ नि यो मत्ती 16 को कन्टिन्युएसन हो पहिलो कोरिन्थी र दोस्रो कोरिन्थी मत्ती 16 को कन्टिन्युएसन यसमा लेखेको छ हाम्रो परमेश्वर चाहिँ चट्टान हुनुहुन्छ आमेन सायद पनि एउटा भर्सलाई मैले पढ्नुपर्छ है पहिलो कोरिन्थी 10 को 4 पद तपाईले कसरी पढ्नु भयो भने भन्नुहोस् पहिलो कोरिन्थी 10 को 4 पद हालेलुया सबैले आत्मिक पानी पिए किनकि तिनीहरूका साथसाथै मिल्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए र त्यो चट्टान चाहिँ ख्रीष्ट नै हुनुहुन्थ्यो आमेन हालेलुया तपाईले सुन्नुभयो सबैले आत्मिक पानी पिए किनकि तिनीहरू साथसाथै मिल्ने आत्मिक चट्टानको पानी तिनीहरूले पिए र त्यो चट्टान चाहिँ को हुनुहुन्छ ख्रीष्ट जति पनि ख्रीष्ट हुनुहुन्छ येशू हैन तर येशू ख्रीष्ट हुनुहुन्छ जो चाहिँ
anointed हुनुहुन्छ हालेलुया त्यो चट्टान चाहिँ येशू हो तर यो त्यो चट्टान चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ जो चाहिँ अभिषेक गरेका व्यक्ति हो र उहाँ चाहिँ चट्टान हुनुहुन्छ परमेश्वरले चाहिँ अथवा हाम्रो मण्डली हाम्रो चर्च चाहिँ एउटा चट्टानमा स्थापित हुन्छ र चट्टानमा बनिन्छ बिल्डअप हुन्छ तर त्यो चट्टान चाहिँ अथवा एउटा मण्डलीको फाउन्डेसन चाहिँ ख्रीष्ट हुनुहुन्छ